हाम्रो विराट सरको दिदी उहाँ चाहिँ 49 इयर्सको हुनुहुन्छ। उहाँलाई हिस्ट्री अफ डायबिटिज छैन, उहाँलाई सुगर रोग छैन, उहाँलाई युरिक एसिड बाथ रोग छैन। मैले सबै टेस्टहरू गराएको छु तर टेस्टमा केही देखेको समस्या छैन है। तर उहाँको समस्या के छ एकचोटि बुझौँ। के हुन्छ भन्नुस् त? मेरो यो हात मात्र दुख्ने हो। हात मात्र हुनाले माथि लानुस् त कतिसम्म जान्छ? यति जान्छ। Okay. यता जाँदैन, यसरी जाँदैन, पछाडि जान्छ? अनि जाँदैन, पछाडि यताबाट चाहिँ जान्छ, यति यसरी जान्छ, त्योभन्दा माथि जाँदैन? यसरी सिधा यसरी जाँदैन। है त। अब उहाँको समस्या के छ भन्दाखेरि चाहिँ उहाँको हात चाहिँ माथि जाँदैन, जाँदैन, है? यसरी पछाडि अलिकति जान्छ तर त्यसपछि उहाँको हात माथि चाहिँ यता जाँदैन। सिधै जान्छ। अब यो नसा च्यातेको हो कि उहाँको यो नसा जाम भएको हो भनेर कसरी छुट्याउने भन्दाखेरि हामीले यो हातलाई माथि लिएर जान्छौं। ल ओके, अब हजुरले के गर्नु पर्यो, यसलाई बिस्तारै थामेर झार्नु पर्यो। बिस्तारै बिस्तारै तल झार्नु, तल झार्नु, तल झार्नु, तल झार्नु, तल झार्नु। ल अब हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यदि उहाँको यहाँ नसा च्यातेको थियो भने उहाँले यो हात माथि लग्दाखेरि उहाँले बिस्तारै छोड्दाखेरि त्यो हात झ्याट्टै झर्थ्यो। भनेपछि हामीले माथि लग्यौं हातलाई, नसा च्यातेको छ भने के हुन्छ भने बिरामीले यो हातलाई होल्ड गर्न सक्दैन। भनेपछि यसरी बिस्तारै ल्याउँदाखेरि यदि नसा च्यातेको छ भने त्यो सट्ट झर्छ, त्यो होल्ड गर्न सक्नुहुन्न। सो कसरी छुट्याउने त? नसा च्यातेको हो कि नसा जाम भएको भनेको यो धेरै कमन क्वेसन हो। कसरी छुट्याउने भन्दाखेरि चाहिँ हामीले हात लग्दाखेरि माथिसम्म यदि लगेर यतिकै गरेर उहाँको हात झ्याट्टै झर्छ भने त्यो नसा च्यातेको, बिरामीले होल्ड गर्न सक्नुहुन्न। तर यदि हामीले दिदीको हेर्यौं भने उहाँको दिदीले हात चाहिँ होल्ड गरेर बिस्तारै आफूले तल झार्न सक्नुहुन्छ। सो यो रोगको नाम भनेको फ्रोजन सोल्डर हो। भनेको मतलब यो हामीले पानी जसरी फ्रिजमा हाल्छौं त्यो जम्छ, त्यस्तै गरिकन यो जोर्नी चाहिँ जमेको हो। त्यही भएर रोगको नाम फ्रोजन, फ्रिज भयो, यो जम्यो। सोल्डर भनेको जोर्नीको नाम, सो रोगको नाम फ्रोजन सोल्डर। अब हामी यहाँ दिदीलाई सुई लगाउन गइरहेको छु। सुई लगाएर थेरापी गर्न अलिकति सजिलो हुन्छ अनि हामी दिदीलाई चाहिँ थेरापी गर्न थेरापीको ठाउँ पठाउँछौं, फिजियोथेरापिस्टलाई पठाउँछौं अनि उहाँले त्यहाँ गएर एक्सर्साइज गर्नुहुन्छ। सुई लगाउन गइरहेको छु। सुई लगाएपछि चिल्लोपन बढ्छ, नदुख्ने सुई लगाइदिइसकेको छु। अब मैले उहाँलाई सानो सुई चस्स गर्छ, नआत्तिनु होला है, अलिकति चस्स गर्न सक्छ, नआत्तिने हस्। उहाँ दिदीको हामीले अघि सुई लगाएको थियौं, अघि उहाँको हात माथि गइरहेको थिएन। अब सुई लगाएपछिको इफेक्ट हेर्नु होला कस्तो हुन्छ। माथि लानु त, हात माथि लानु, मजाले पुरै लानु, 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 अझै माथि लानु, यहाँ हेर्नु है। सो कति छिटो काम गर्छ सुईले। सो सुई लगायो, अघिसम्म हात यति नै गइरहेको थिएन, अहिले कस्तो मजाले माथि आइरहेछ। उहाँले गर्नुपर्ने भनेको अब यसलाई भनेको थेरापी नै हो, अरू केही पनि हो। यो थेरापी गरेपछि यो समस्या ठिक भइहाल्छ। अलिअलि पर्फेक्ट त तुरुन्तै हुँदैन, टाइम त लाग्छ, तर अहिले नै रिजल्ट राम्रो देखिरहेको छ। ल